अहिले म नयाँ सडक जुन पुरानो नेपाल नाम हो अहिले तर पछि चल्ती फिर्तीको नाम चाहिँ न्यू रोड भनिन्छ यसलाई। काठमाडौँको न्यू रोडमा छु म अहिले। र यता रहेको छ न्यू रोड गेट र यता रहेको छ बसन्तपुर दरबार स्क्वायर र मेरो पछाडि रहेको छ भूगोल पार्क। यो हो भूगोल पार्क, काठमाडौँको नयाँ सडकमा अवस्थित न्यू रोडमा अवस्थित यो भूगोल पार्क। आज हामी भूगोल पार्क घुम्दैछौँ। यो भूगोल पार्क एकदम राम्रो छ। यहाँ चाहिँ विश्राम स्थल पनि छ भनेदेखि सार्वजनिक शौचालय पनि व्यवस्था रहेको छ यहाँनिर। काठमाडौँको मुटु न्यू रोड अर्थात् नयाँ सडकमा रहेको यो भूगोल पार्क एउटा सुन्दर बाटिकाको रूपमा रहेको छ। भूगोल पार्क काठमाडौँको व्यस्त व्यापारिक क्षेत्र न्यू रोडमा अवस्थित सहरको पहिलो सार्वजनिक हरियाली क्षेत्र र एक स्मारक स्थलको रूपमा चिनिन्छ। यो पार्क 1990 सालको विनाशकारी भूकम्पपछि स्थापना गरिएको हो, जहाँ त्यो भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा लेखिएको स्मारक सुन्दर फुलहरू फुलेको देख्न पाइन्छ। सानो तर शान्तिपूर्ण यो पार्क सहरको कोलाहलबाट टाढा विश्राम गर्न, ध्यान गर्न वा केही बेर शान्ति महसुस गर्न चाहनेहरूका लागि शरणस्थल जस्तै बनेको छ। बिहानको समयमा स्थानीय बासिन्दा र कार्यालय जानेहरू एकदमै हल्का व्यायाम वा सुन्दर र शान्त वातावरणका लागि जम्मा ठ्याक्कै बाहिर निस्किँदाखेरि कोलाहल छ बजारको अगाडि रहेको यो सानो क्षेत्रले न्यू रोडको यो पर्खालको यो दूरीले पनि हरियालीको शोकको सिमानाले पनि धेरै फरक पारेछ। यो पर्खाल बाहिर गए पनि कोलाहल छ होला। धरातलीय सञ्चालनको प्रतीक बनाएको छ, जसले काठमाडौँको इतिहास, वर्तमान र सहनशीलतालाई झल्काउँछ। यसको ऐतिहासिक गाथा, सामाजिक उपस्थिति र शान्त वातावरणले गर्दा भूगोल पार्क न्यू रोडको जीवनमा एक प्रिय स्थल बनेको छ, एक सानो तर गहिरो अर्थ बोकेको स्मारक।